ल साथीहरू, आज मैले हजुरहरूलाई अमेरिकाको एकदम गाउँमा घुमाउन लाँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। अमेरिकाका विभिन्न गाउँहरूमा रहेको फार्महरू म भिजिट गराउँछु हजुरहरूलाई। हामी आज फ्यामिली भएर घुम्न जाँदैछौँ फार्ममा। ल हेर्नुहोस् है त, एकदम रमाइलो छ दृश्य चाहिँ, हजुरहरूले हेर्दै गर्नु होला। यो गाउँ यस्तो छ अमेरिकाको, सहर मात्र छैन अमेरिकामा, गाउँहरू पनि छ। एकदम रमाइलो, हरियाली जताततै देख्न पाइन्छ यहाँ। मेरो पनि यो अमेरिका आएपछि फर्स्ट भिजिट गाउँहरू घुम्न जान लागेको, पुन्टे नाति अनि हामी फ्यामिली भएर बुहारी अनि श्रीमानज्यू भएर घुम्न जाँदैछौँ। ल हेर्नुहोस्, गाउँ खेती कति खेती हुन्छ यहाँ। हामीले नेपाललाई कृषि प्रधान देश भन्न त भनिन्छ, तर यहाँको खेती हेर्दा चाहिँ मलाई अचम्म लाग्यो। यति धेरै खेती हुँदो रहेछ यहाँ भनेर मैले बल्ल थाहा पाएँ। हरियाली कति छ, ल हेर्नुहोस् त, एकदम रमाइलो, आँखालाई पनि रमाइलो, हेर्नलाई पनि। ल हेर्नुहोस् है त साथीहरू, ल हेर्नुहोस् मकै खेती कस्तो छ, जङ्गल, हरियाली। मलाई त एकदम आनन्द आउँछ यो गाउँको एरिया घुम्न जाँदाखेरि चाहिँ। बजार एरिया भन्दा मलाई चाहिँ गाउँ एरिया एकदम घुम्नलाई मनपर्छ। हामी आज हजुरहरूलाई फार्म हाउसमा लैजान्छौँ, त्यहाँ के पाउँदो रहेछ। हजुरहरूले भिडियो हेर्दै गर्नु होला। टाढा चाहिँ टाढै छ, 1 घन्टा जति लाग्छ। ल हेर्नुहोस्, अमेरिकामा चाहिँ आमिस भन्ने एउटा जाति हुँदो रहेछ। ल हेर्नुहोस् है, यिनीहरू गाडीहरू पनि नचढ्ने है, यसरी हिँड्ने एक्कामा। उनीहरू आफ्नो तरिकाले खेती गर्ने होइन, आफै गर्ने गर्दो रहेछन् यिनीहरूले, साधनहरू युज नगर्ने। हामी फार्म चाहिँ आइपुग्यौँ है। हामी भिजिट गर्दैछौँ भित्र। हेर्नुहोस्, प्याक छ फार्ममा आउने जाने मान्छेहरू। नाति राजा रमाउँदैछौँ। सजाएको फुलहरू है, कस्तो राम्रोसँग फुल हेर्दा त कति रमाइलो लाग्ने। ल हेर्नुहोस् त, कस्तो राम्रोसँग सजाएको फुलहरू। फर्सीको भेराइटी हेर्नु न, कति थरी छ यहाँ फर्सीहरू। ल हेर्नुहोस्, फर्सी विभिन्न तरिकाका फर्सीहरू छन्, प्रकार प्रकारका। यहाँ हेलोविनले गर्दाखेरि चाहिँ फर्सीहरू धेरै राख्छ हेलोविनमा। टिपेर ल्याउँदैछन् मान्छेहरूले। हामी पनि त्यहाँ टिकट काट्योवरी अब भित्र लाग्यौँ। अब भित्र फार्म हाउसभित्र गइसकेपछि त्यहाँ आफैले टिपेर ल्याउन पाइन्छ। त्यहाँ भएको फलफुलहरू पैसा निश्चित पैसाको टिकट काटिसकेपछि एउटा बकेट दिन्छ उनीहरूले, त्यो बकेट भरेर ल्याउन पाइने रहेछ। हामी चाहिँ पिच फार्म जाँदैछौँ। एप्पलको फार्म पनि रहेछ यहाँ, एप्पलहरू रहेछ टन्नै फल्दै लाएको। हामी पिच फार्ममा पुगियो। होला हेर्नुहोस् त, कस्तो मजाले फलेको आरु। हो, यो आरु देख्दाखेरि मलाई यस्तो रहर लाग्यो। यति मिठो आरु कि नेपालतिर चाहिँ यस्तो आरु देख्नै पाइँदैन है। यहाँ चाहिँ यस्तो आरु, यस्तो राम्रो आरु हुँदो रहेछ। म चाहिँ नेपाली मान्छे रुखमै चढ्दिएँ होइन, रुखमै चढेर नन टिप्ने आफै। कस्तो रहर लाग्दो छ है। हेर्नु त, ठुलो
भुइँभरि छ झरेर है, त्यो भुइँभरि पनि के गर्छ होला यिनीहरूले। चाहिँ अब त्यो आलु चाहिँ मलाई चाहिँ यस्तो खान मन लाग्यो, अब म आलु खाँदैछु, टेस्ट गर्दैछु है कस्तो रहेछ भनेर। नाति पुन्टे रमाइलो गरिरह, उसलाई नौलो भइरहेछ त्यहाँ घुम्नलाई। ल हामीले आलु सालु टिप्यो, अब आफ्नो बागको आलु लिएर हामी बाहिर निस्किन थाल्यौँ। लास्टमा आलु टिप्न जाँदैछन्, यहाँ आलु टिपेर खान थाल्दै हैसिन्छ। टेस्ट गर्ने रे आलु। आलु चाहिँ लास्टै मिठो हुँदो रहेछ है साथीहरू। यहाँको आलु चाहिँ मलाई एकदम मन पर्यो। ल हेर्नुहोस् त फार्म हाउस कति रमाइलो, आहा आनन्द आउने यस्तै फार्म हाउसमा यस्तै खेती गरेर बस्नु मन लाग्यो मलाई पनि यो फार्म हाउस देखेर त। ल हेर्नुहोस् त घर कति राम्रो बनाएर टक्क वरिपरि सब खेती गरिरहन्। मान्छेहरू आउने जानेको भिड, फेरि कति आम्दानी यहाँबाट है, जान्यो भने आम्दानी जताबाट पनि हुँदो रहेछ भने जस्तो चाहिँ लाग्यो मलाई। जान चाहिँ पर्यो, मेहनत गर्नु पर्यो। ल हेर्नुहोस् एप्पल कसरी फलेको छ, ल हेर्नु त लटरम्मै एप्पल फलेर फेरि विभिन्न भेराइटीको एप्पलहरू छ, एउटा मात्र प्रजाति होइन। ल हेर्नुहोस् त रकम्मै छ। फार्ममा गइसकेपछि आफूलाई खान मन लागेको चाहिँ खान पाइन्छ। कति खान सक्नुहुन्छ तपाईँले, खाना चाहिँ पाउनुहुन्छ अनि दिएको टोकरीभरि पनि ल्याउन पाउनुहुन्छ। निश्चित टिकट काटिसके, पैसाको टिकट काटिसकेपछि आफूले खान र लिएर आउन चाहिँ पाइयो उनीहरूले दिएको बकेटमा। मैले स्याउ टेस्ट गर्ने विचार गरेँ, रुखमा चढेर एउटा स्याउ टिपिहालेँ, खाइदिइहालौँ कस्तो रहेछ। बगैँचामै गइसकेपछि स्याउ नखाइ मनले मानेन। स्याउ चाहिँ साह्रै स्वादिलो छ है, फ्रेस जुसी है। कस्तो राम्रो छ, लोभलाग्दो। सुनेर त्यही राम्रो है, खाउँ लाग्ने। साह्रै रमाइलो लाग्यो मलाई चाहिँ यहाँ। आनन्द आयो एकछिन भए पनि। फर्सीको भेराइटीलाई हेर्नु साथीहरू, हेलोविनको लागि फर्सीहरू पुरा सजाएर मान्छेहरूले हेलोविनमा एकदम फर्सीहरूको युज गर्ने, राख्ने, अगाडि ढोका अगाडि यसको परिकारहरू बनाउने गर्दो रहेछ। त्यही भएर फर्सी चाहिँ कति भेराइटी, कति सानो ठुलो, बाङ्गे सिधा, चिल्लो खस्रो, सबै तरिकाको फर्सीहरू चाहिँ यहाँ हुँदो रहेछ। फर्सीको भेराइटी गनेर साध्य छैन। कुन चाहिँ फर्सी कस्तो हुन्छ भनेर टेस्ट गर्न पनि लाग्छ होला टाइम। हेर्नुहोस् त कस्तो थरी छ। फर्सीको भेराइटी त अचम्म लाग्यो मलाई त। हेर्नुहोस् कति छन् फर्सीहरू।
बिक्री भयो यो फर्सी है। ओहो ल हेर्नुहोस् फर्सीको आकार प्रकार कस्तो छ, गिरौँला जस्तो पनि छ, कुबिन्डो जस्तो पनि छ है, भिन्न प्रकारको छन्। ल साथीहरू मैले सबै फर्सी पनि देखाइदिएँ। अब ल हेर्नुहोस् त, ल अब हाम्रो यहाँको फार्म हाउसको घुमाइ पनि लगभग सकिने लाग्यो। अब हामी यहाँबाट बाहिर निस्किने तयारी गर्दैछौँ। मकैका जुत्ता बनाएर राखेछन् है। बिस्तारै बाहिर निस्क्यौँ। हजुरहरूलाई यहाँ फार्म हाउस कस्तो लाग्यो भिडियो हेरेर कमेन्ट गर्नुहोला। म यस्तै यस्तै भिडियोहरू पनि ल्याउने छु यहाँको अमेरिकाको बारेमा, कस्तो कस्तो हुँदो रहेछ अमेरिकामा भनेर। म पनि अमेरिकाको चाहिँ धेरै चाहिँ भएको छैन, त्यही भएर म पनि एक्साइटेड छु यहाँ घुम्नको लागि र म घुमेको ठाउँमा हजुरहरूलाई पनि घुमाउने नै छु। भिडियो हेर्दै गर्नुहोला र लाइक कमेन्ट पनि गर्दै गर्नु होला है साथीहरू। ल अहिलेलाई चाहिँ बाई, हामी घरतिर यहाँबाट प्रस्थान गयौँ। भिडियो हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला। हस् बाई साथीहरू।